हैन। त्यसको निम्ति उनले आफूले खडा गरेका पात्रहरू पर्दाभित्र राखेका छन्। त पात्रहरूलाई ल्याउनुको निम्ति माहौल बनाउने जो जिम्मा हो नि, त्यो जिम्मा चाहिँ सुशीलाको हातबाट गराउँदैछन्। बस मैले बुझेँ त्यही हो। त्यसकारण अर्को ठुलो चाहिँ तपाईँको हिंसा हुँदैछ, मतलब अर्को हिंसा हुँदैछ। मतलब खास पात्रहरू देखिएका छैनन्, देखाएका छैनन्। यिनले देखा होइन, त्यो त अब बुझ्ने मान्छेले त बुझिरहेछ होइन, सारा उनको भूमिका देखा परिरहेछ। तर पात्र यो होइन, होइन पात्र यो होइनन्। उनको हातबाट के हुन्छ भने अर्को डेडलकमा नेपाललाई लैजाने। जस्तो मैले भने चुनाव हुँदैन। अब चुनाव नगर्नुको निम्ति के गर्नु पर्यो? एउटा त त्यो कानुनी हिसाबले पनि हेर्दाखेरि चुनावमा जाँदैन, त्यो प्रश्न देखिन्छ। अब नजानी हिसाबले यो खेल भएपछि तपाईँको गर्ने क्या त भनेपछि यहाँ चाहिँ मैले बोल्छु एउटा मल्टिपल कन्फ्लिक्ट भन्छ नि, एउटा ठुलो अराजकताको निम्ति यिनले अर्को हिंसा गर्दैछन्। ठुलो अराजकता अब कस्तो हुन्छ भन्छ भने मान्छेले नबुझ्ने खालको हुन्छ। हेर्दै जानुला जस्तो त्यो दल र चाहिँ जेनजी ब्यानरवालाहरू जति गिरोहहरू पालेका छन् नि, यिनका बिचमा मुठभेड हुन्छ। अब मुठभेड हुन्छ जस्तो दलहरूलाई ओडैसम्म चाहिँ हामी चाहिँ दबाएरै जान्छौँ भनिरहेको छन्। त्यो कोसिस किन भड्काउनु पनि त जानु पर्यो। अर्कोतिर दलहरूले आफ्नो तयारी गरिरहेछ। अब यही बिचमा धमिलो भने जाति कुरा पनि यिनी उठाउँछन्, यिनी धर्मको कुरा पनि उठाउँछन् होइन, अथवा यिनी अरू कुरा पनि उठाउँछन्। र यही माहौलभित्र कुनै ठुलो आतङ्कवादी हमला पनि हुनसक्छ होइन। अमेरिकाले इन्डियनले त्यो गराउँछन्। त्यो किन गराउँछन् भन्छ भने नेपाल मुजाहिदिनहरूको हब हो भन्ने कुरा यिनले बारम्बार रिपोर्टमा लेखिरहेछन् बिना कारण होइन। कहाँ छ त्यो हब? यति सानो देश होइन, कहाँ हो त त्यो मुजाहिदिनहरूको हब भने? कहाँ हो? कहाँ बस्छ मुजाहिदिन? होइन, यहाँको सरकारले पटक पटक खण्डन गरिरहेछ। उनले किन त्यो हब भनिरहेछन् भन्छ भने अब तयार पारेर हमला गर्नु छ कुनै दिन। यहाँ घटना जे पनि हुनसक्छ। जस्तो यही पार्टीहरूकै विरुद्धमा थुप्रो मान्छे मारिन सक्छन् किन मान्छेको घृणा छ। यिनी मार्ने पनि कसैले कठै भन्दैन। यिनले त त्यसरी अपराध न गरेका छन्। यहाँ कसैले कठै भन्दैन। यही मौकामा यसलाई पनि साफ गरिदिने र बाटो खोल्ने अथवा अर्को अराजकता फैलाएर हुनसक्छ अर्को एउटा डिजाइन नेपाललाई असफल राज्य घोषणा गरिदियो। राष्ट्रसङ्घ चाहिँ वक्तव्य दिएर बसेको छ, हामी आउन तयार छौँ भनेर, हामी सहयोग गर्न तयार छौँ भनेर राष्ट्रसङ्घ वक्तव्य दिएर बसेको छ। इन्डियनहरूले भद्रकालीमा बारम्बार दबाब दिएका छन्। अमेरिकन सेना आयो भने हामी किन नआउने, हामीलाई बोलाऊ भनेको छ, हामी तयार छौँ भन्ने भनिरहेको छ। र माने अर्को एउटा मल्टिपल जो द्वन्द्व हुन्छ नि बहुआयामिक, त्यो द्वन्द्वमा हालेर नेपाललाई असफल बनाएर बहुराष्ट्रिय सेना पनि पस्न सक्छ। हेर्नुहोस् है, मोडेलमा ठ्याक्कै यही भन्दैन, तर यहाँ अब सम्हाल्न कसैले सक्दैन। मतलब यहाँको फ्याक्ट्रीले अब सम्हाल्न ठुलो हिंसाको चाहिँ तयारी भइरहेको तयारी भइरहेछ। बिल्कुल त्यो कुन मोडलमा हुनेछ, कुन ढङ्गले हुनेछ त्यो त भएपछि भन्न सक्ने कुरा हो। होइन, त्यो मोडेल त यस्तो हुन्छ, उनीहरू दुई चारवटा मोडेल सबै तयारी गर्छन्। हेर्नुहोस् होइन, जस्तो पहिले पनि मैले के सूचना पाएँ भन्छ भने यो जेनजीभन्दा पहिले यिनले कन्जर्भेटिभ मुभमेन्ट भनेर बनाए। त्यो विकल्प जेनजीको तयारी कहाँतिर भइरहेछ होइन। अर्को चाहिँ विकल्पमा कन्जर्भेटिभ मुभमेन्ट भनेर यो दुर्गाको चैत्र 15 को तित्रभित्र भएपछि अनि दुर्गा भागे पक्राउ परे। त्यसपछि 15 गतेपछि राप्रपा हातमा लगेर त्यसलाई कन्जर्भेटिभ मुभमेन्टको नाम दिएर त्यहाँबाट यो खेल खेल्ने यिनले पनि गराए। त्यही भएर आइडियूले राप्रपालाई समर्थन गर्यो खुल्ला रूपमा। त्यो इतिहासमा अहिले दलाई लामाले सुशीलालाई समर्थन गरे जस्तो राप्रपाको एउटा पार्टीको मुभमेन्टलाई आइडियू भन्ने 86वटा साम्राज्यवादी पार्टीहरूको जालोले समर्थन गरेको अचम्मको घटना हो। त्यो अचम्मकै घटना हो। त्यो पनि राजा र हिन्दू राज्य मुद्दाका साथ। किन राजा र हिन्दू राज्य त के हो उनले समर्थन गरे त भन्दाखेरि जेनजी भने जस्तै हो होइन। एउटा चाहिँ आवरण हो, तर त्यो तुहियो। त्यो तुहिए माने अब त्यहाँ जसलाई प्रयोग गर्न खोजेका थिए सबै राजावादी पनि जुटाउन सकेनन्। त्यहाँ एउटा जस्तो उनी पनि कसैले कसैलाई नमान्ने, केही नगर्ने, नटेर्ने, कसको नेतृत्वमा गर्ने, अनि पावर सेन्टर पनि फरक फरक। त्यो सम्भावना नभइसकेपछि त्यो शक्तिले पनि यहाँ हाल्यो। यसलाई अब एक्सनमा कार्यान्वयनमा लैजाने भने हात हालेको हो। तयारी धेरै लामो हो। त्यस कारणले गर्दाखेरि भनेपछि यो तयारीको बिचमा अर्को एउटा तयारी देखिन्थ्यो, जस्तो चाहिँ केही समय यतादेखि हामी कहाँ चाहिँ नेगेटिभिटी असाध्यै धेरै बढेर गएको थियो, नकारात्मकता होइन। खास गरी दलहरूको बारेमा, सरकारको बारेमा, राज्य संयन्त्रको बारेमा कोही पनि व्यक्तिलाई नमान्ने, कदर नगर्ने, विश्वास नगर्ने वातावरण जुन सिर्जना भएको थियो, यो पनि जाने बुझेको नै डिजाइनमै भएको थियो त्यसकोदेखि। होइन, यस्तो हुन्छ। मैले हेर्नुहोस्, अब यहाँको मान्छेले अब इतिहास हेर्दैन, हेर्ने मान्छेले छिट्टै बिर्सिन्छ। मैले त धेरै पटक उठाएँ। हामीले एउटा श्रृङ्खलालाई यो 63 सालपछि मात्रै होइन, 47 सालदेखि देशमा घटेका घटनाहरूलाई आजसम्मका
एउटा चेनमा जोडेर हामीले हेर्न सकेनौँ भने हामी देश भोलि कहाँ जान्छ हामी बुझ्दैनौँ। जस्तो तपाईँले अहिले भनेको समस्या मैले त धेरै पटक उठाएँ, दर्जनौँ पटक। जस्तो यिनका केही टार्गेट थिए, जस्तो नेपालको इतिहासमाथि हिट गर्ने, त्यसको निम्ति केही मुद्दा उछाले। पृथ्वीनारायण शाह अब यो नेपाली भाषा चाहिँ नमान्ने, होइन, अब जातीय राज्य, त्यसमा आत्मनिर्भरको अधिकार, होइन, जन्मको आधारको नागरिकता। अनि चाहिँ तपाईँको त्यति मात्र होइन, मान्छेलाई कस्तो भयो भन्छ भने तपाईँले भने जस्तो अनि सब एउटा ग्याङको प्रक्रिया हुन्छ नि। जस्तो सबैलाई टुक्राएर ग्याङ जस्तो अहिले दलहरू देखिन्छ नि, दल भने यहाँ त पार्टी सङ्गठन त छैनन्, यहाँ त ग्याङहरूका फेडरेसन, विदेशीले पालेका ग्याङहरूका यिनी छाता सङ्घ जस्ता भए। अनि विदेशीले के गर्यो भन्छ भने ऊ कल्याणराज श्रेष्ठ प्रयोग गरे, अब अदालतभित्र एनजिओको लगानी बाटो खोलिदिए, सुशीला प्रयोग गरे। अनि दलको कोटाबाट न्यायाधीश छानेर चाहिँ पठाउनु पाउने निर्णय यिनैको हो, यिनले अहिले जति ठुला कुरा गरे पनि। अनि न्यायालय सिद्ध्याइदिए, कर्मचारी भइगयो, पुलिस भइगयो, सबै छिन्न भिन्न पारे। जस्तो भने पनि दलमा ग्याङ छ, सबै त्यही सेन्टरको छ। अनि चाहिँ भित्र राज्य प्रणालीमा जहाँ जहाँ विदेशी खेलिरहेछ, अब दलले त विरोध गर्ने कुरो भएन, किन आफै पनि खेलिरहेछ, आफै पनि त्यसैबाट प्रयोग भइरहेछ। अनि के गरे भन्छ भने कसैले कसैलाई नटेर्ने भयो। जस्तो अहिलेसम्म हामी समस्या देख्छौँ नि, कोअर्डिनेसन छैन, चेन अफ कमान्ड छैन। जस्तो पुलिसको एउटा तबकालाई अर्को तबकाको कुरो थाहा छैन होइन। त्यहाँ पुलिसमा त्यहाँ निर्णय भएर आउँछन् भन्ने भ्रम हुन्छ मान्छेलाई। एउटालाई चाहिँ एउटाले प्रयोग गरिरहेको छ, अर्कालाई अर्को प्रयोग गरिरहेको छ, न्यायाधीश त्यही छ, कर्मचारी त्यही छ, पार्टी त्यही छ, होइन। अब सेनैभित्र त्यस्ता मान्छेहरू होलान्। यो भएपछि कोअर्डिनेसन पनि भएन, चेन अफ कमान्ड पनि भएन। त्यही भएर ओली दङ्ग पर्छ नि। त यो कसरी सम्भव भयो? जुन राइफल पुलिसले बोक्दैन, त्यो राइफलबाट मान्छे कसरी मार्यो? किन ओलीलाई थाहा छैन? ओलीको हो र थाहा हुने, ऊ पनि त त्यस्तै बोकेर ल्यायो, भाडीमा बोकेर ल्याए मान्छे न हो, तर त्यो विदेशीले भाडीमा बोकेर ल्याए मान्छे हो। तर ओलीसँग त सूचना हुनु पर्यो नि, जस्तो उनी स्वयं प्रधानमन्त्री होइन। ओलीसँग कस्तो सूचना भन्नुहोस् न? जस्तो उनीका वरिपरिका मान्छे उनका होइनन् भने समस्या त हो नि नेपालको। तपाईँले तर अनुसन्धान विभाग उनैसँग थियो, सम्पत्ति शुद्धिकरण उनैसँग थियो, यी त सूचना सङ्कलन गर्ने निकाय, आर्मी, पुलिस, एपिएफ सबै त थिए नि उनीसँग। होइन, त्यो कागजमा थियो, मान्छे त उनीसँग थिएन, होइन। कागजमा निर्णय थियो, कागजी संरचना थियो, मान्छे त थिएन। मैले भने नि उनकै सल्लाहकार टिमले उनलाई डुबाइदियो, यो सत्य हो। सिआई र रका मान्छे बोकेर जो ओली पार्टी चलाइरहेको थियो नि, सरकार चलाइरहेको थियो नि, त्यसैले नै सिद्ध्याइदियो ओलीलाई। त्यस कारणले यहाँ के हो भन्छ भने जस्तो मैले भन्छु उनको सल्लाहकार टिम र उनका कुराहरू छु, उनी पनि त्यस्तै गरी प्रयोग हुँदै आछन्। प्रयोग त ओली पनि भएको छ नि त, ओली गतिलो मान्छे त होइन। अनि ओलीका वरिपरि जो विदेशीले राखेको छ त्यो मान्छेलाई ओलीकै विरुद्धमा प्रयोग गरिरहेछ भनेपछि त्यहाँ त कसैको कोही पनि छैन। समस्या यो हो नेपालको। अहिले जस्तै मानव फागुनको 21 गते चुनाव भएन, यहाँले दुईवटा तर्क दिनुभएको छ, एउटा कानुनी हिसाबले पनि, अर्को राजनीतिक ढङ्गबाट पनि। डिजाइनको कुरा त छँदै नै छ। फागुनको 22 गते संसदको पुनर्स्थापना हुन्छ? होइन, मैले त चुनावै हुँदैन। मैले भने संसदको चुनाव भयो भने अब तपाईँको यो सबै मिसन तुहिन्छ, यो सबै तुहिन्छ, होइन। यसको औचित्य रहन्न र यिनी मान्छेहरूले कहिले पनि जवाब दिन सक्दैनन्। अब त्यही संसदको विभाजन गरेको संसदको चुनाव गर्ने हो भने यिनीहरू ठुलो सङ्कटमा पर्छन् भोलि। त्यस कारणले त्यो चुनाव हुँदैन। यदि चुनाव भएन भनेदेखि चाहिँ अहिले विघटन भएको संसद पुनर्स्थापना हुन्छ? होइन, पुनर्स्थापना त कसले गर्छ? पुनर्स्थापना कसले गर्ने? अदालतमा गएर मुद्दा हालेर अदालतले चाहिँ पुनर्स्थापित गर्छ? होइन, यस्तो हो नै, त्यो त अब यहाँ जे गरे पनि हुन्छ। यो देश कस्तो हो भन्छ भने खिलराज प्रधान न्यायाधीश हुँदाहुँदै पनि प्रधानमन्त्री बन्ने राज्य हो यो, होइन। अब त्यो विदेशीले गर्दै जे पनि हुन्छ, किन यहाँ संविधान र कानुनको कुरै गर्नु पर्दैन। हुन त अहिले जस्तो सुशीला पनि प्रधानमन्त्री बन्नै मिल्दैन, बनिन्, होइन। त्यो विदेशीले चाह्यो बनिन्। अथवा अनिल कुमार सिन्हा चाहिँ अहिले मन्त्री बन्नै मिल्दैन थियो, मिल्दै बन्दैन। जस्तो त्यही शेरबहादुर देउवालाई एकचोटि सर्वोच्चले प्रधानमन्त्री बनाइदिया हो, होइन। प्रधानमन्त्री बनाउने त यिनको चाहिँ त्यो शिखण्डीहरूको मञ्च छ नि संसद भन्ने, प्रधानमन्त्री त्यसले बनाउने। जस्तो अस्ति पनि जस्तो रामचन्द्र पौडेलले जो 61 को 3-4 देखाउँछ नि, 61 को 3-4ले सरकार बनाउने प्रावधानको सम्बोधनै गर्दैन, होइन। संविधान तोडेर, होइन, संविधानले प्रधानमन्त्री बन्नै नहुने मान्छेलाई प्रधानमन्त्री नियुक्त गर्छ राष्ट्रपतिले। अनि धारा कस्तो प्रयोग गर्छ? राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नेछन्। लेखिया छ संविधानको पालना र संरक्षण, प्रयोग गरिया छ संविधान तोड्न,
होइन त्यो विदेशीले चाहिँ अहिले पनि हुन्छ। अब त्यो संविधानकै पालना गर्ने हो भने त सरकार बन्ने धाराहरू त 76 का धाराहरूमा जानु पर्थ्यो, त्यहाँ जानु पर्थ्यो, त्यहाँ त प्रवेशै छैन। त्यहाँ जानु पर्थ्यो, जस्तो राष्ट्रिय सभा छ त्यो होइन, अथवा प्रधानमन्त्रीहरूको केही बनाउने केही बाटो हुन्थ्यो कि राष्ट्रिय सभा त छ नि, मतलब कहीँ पनि गएन। त्यो संविधानको पालना होइन कि संविधान चाहिँ जसरी हुन्छ छेदविच्छेद पार्ने दिशातर्फ छेदविच्छेद पार्ने, बिल्कुल त्यो हो। संविधान त छँदै छैन। अब त्यसपछि यो संविधान पनि छैन, संविधान आघात पनि पुगेको छ, संविधानको पालना पनि भएको छैन र विदेशीको डिजाइन तपाईँको भाषा शब्द सापट्टि लिउँ, डिजाइन पुरा पनि भएको छैन। यो अल्पकालीन हो, अल्प विराम लिएको भन्छ नि होइन, कमा लिएको जस्तो मात्रै। भनेपछि अर्को एउटा हिंसा, अराजकता, असङ्गठित विद्रोह गराएर मात्रै नेपालले चाहिँ नि अर्को बाटोमा जान्छ त्यसपछि। बिल्कुल बिल्कुल। एउटा चिज के हो भन्छ भने अब सेनाले कसरी सोचेको छ म जान्दिनँ, किन अहिलेसम्मको भूमिकामा सेनाको सकारात्मक कुनै स्टेप मैले देख्दिनँ होइन। जस्तो यस्तो वितण्डा भयो नि, उसले कन्ट्रोल गर्नुपर्थ्यो, त्यो चाहिँ देखिँदैन। जटिलतातिर देश बढिरहेको छ। मैले अबको चरण के बुझ्छु भने, एक चरण अहिले त्यो विदेशीले मैदानमा उतार्न खोजेको व्यक्ति तपाईँको यो जस्तो मैले 2-3 महिना भनेको छु, बढीमा यही सालको अङ्ग्रेजी वर्षको डिसेम्बर होइन, त्योभित्र यहाँ दुर्घटना हुन्छ। तर कस्तो हुने भयो यहाँ भन्छ भने, जस्तो हामीले भन्थ्यौँ नि सोमालिया, इथियोपिया, रुवान्डा, बुरुन्डीको कुराहरू थियो नि, त्यो मोडालिटीमा जाँदैछ देश। त्यो मोडलमा मैले बहुपक्षीय चाहिँ तपाईँको मुठभेड भिडन्तहरू अब ग्याङ सबै बनाइराखेको छ। तपाईँ अनुमान गर्नुहोस्, मैले त बोले पनि, जस्तो चाहिँ 8,000 कैदीबन्दी फरार छन् रे, 10,000। तपाईँ कल्पना गर्नुहोस्, तपाईँ हामीले अब यहाँको पुलिसले अथवा चाहिँ कसैले कुनै पनि मान्छेलाई पक्रन चाह्यो भने त्यो चाहिँ 100 मिटर गहिरो बङ्कर खनेर लुके पनि यसले भेट्छ। यहाँ त्यो गर्दै आछ, हामीले देखेका छौँ, गर्दै आछ। तर 10,000 चाहिँ तपाईँको फरारबन्दीहरू भेटिन्नन्। यही छन् सहर बजारमा, काठमाडौँमै घुमिरहेछन्, सहरमा घुरिरहेछन्, डेरा लिएर बसेका छन्, फ्ल्याट लिएर बसेका छन् परिवारसित, तर समातिँदैनन्। किन समाति उद्देश्य होइन, त्यो प्रयोगको निम्ति चाहिँ छोडिएको हो। जस्तो जेन्जीले तोड्यो नि, जेन्जीले तोड्या होइन, किनभने अपराधी प्रयोग गर्नुको निम्ति बाहिर निकालेको छ एक। र अर्को अस्ति एउटा मिडियामा आयो, लगभग 14,000 चाहिँ गोली हराए, 1,300 जति चाहिँ यसो बन्दुकहरू हरायो भने आइरहेछ। मैले सुन्दैछु गोली 1 लाख हराएका छन् रे, 1 लाख। पुलिसका चाहिँ तपाईँको गोदामहरूबाट 1 लाख गोलीहरू लुटिएका छन्। त्यो कसरी, तपाईँ कल्पना गर्नुहोस्, त्यो कसरी सम्भव भयो? यत्रा विधि कैदीबन्दीहरू चाहिँ एकैचोटि हरार फुत्किने, निस्केर भागेर हिँड्ने चाहिँ नि, जेलभित्र उनीहरू असुरक्षित भएको कारणले वा चाहिँ नि त्यहाँबाट प्रहरी सुरक्षा दिएर जो बसेको थियो त्यो चाहिँ नि निष्कामी भयो, अनि त्यसपछि उनीहरू भागेर हिँडे। त के कारण होइन भने यस्तो छ, त्यो सबै प्लान हुन्छ। जस्तो जेलर मिलाइएको हुन्छ होइन, सारा त्यहाँ पुलिसहरू मिलाएको हुन्छ, ड्युटी हुन्छ। तपाईँ कल्पना गर्नुहोस् न एकछिन, तपाईँले हर जो भन्नुभयो नि, ल कि त महिनौसम्मको लडाइँपछि हारेर, थाकेर, गलेर, हात हतियार कम भएर अब थ्याक्न सकिन्न भनेर सेरेन्डर गर्ने एउटा कुरा हो। पहिलोपटक जाने बित्तिकै हरहरती त्यो मान्छे पस्ने, अनि सजिलै गेट खुल्ने, हरहरती मान्छे निस्कने। अनि यो नौटङ्की कस्तो नौटङ्की हो म तपाईँले भनिदिउँ। यो नौटङ्की कस्तो हुन्छ भने, उही दरबार हत्याकाण्ड यिनले गरे होइन, विदेशीको मिलेर यहाँका मान्छेले गरे। अनि अब त्यो चाहिँ पावर सेन्टर सिद्धियो। अब माओवादीको नामबाट खेल्नु छ, जस्तो अहिले जेन्जीबाट खेलिरहेछ नि, माओवादीको नामबाट खेल्नु छ। पुष्पकमल र बाबुरामलाई त हिरो त बनाउनु पर्यो नि, हाउबुजी त तयार पार्नु पर्यो। अनि के भयो भन्छ भने, सेनासँग भिडन्त अलिकति हुँदै गएको नाटक गरे। अनि काङ्ग्रेस एमालेलाई प्रयोग गरेर के गरे, देशभरिका सम्पूर्ण पुलिस चौकीहरू सदरमुकाम तानिदिए। Candy Crush has over 15